ल बढाइ छ हामीलाई लुम्बिनी लायन्सका फ्यान र लुम्बिनी लायन्सका सम्पूर्ण प्लेयर र विशेष गरिकन टिम क्याप्टेन रोहित कुमार पौडेलले धेरै धेरै बढाइ दिन चाहन्छु र जति पनि लुम्बिनी लायन्सका फ्यानहरू हामीहरू छौँ सबैजनाको आज दिल एकदमै प्रफुल्लित भएर मस्त नतमस्त तरिकाले हामीले इन्जोय गरिरहेका छौँ हैन। त्यही नै हो, मैले यो गेम हुनु पूर्व नै मैले आज पनि यो भिडियो बनाएर पोस्ट गरेको थिएँ। आज चाहिँ युट्युबमा जसले मेरो भिडियो हेरेर चाहिँ युट्युबमा आफ्नो प्रेडिक्सन जसले राख्नुहुन्छ त्यहाँहरूलाई चाहिँ मैले 500 रुपियाँ दिन्छु भनेको थिएँ, तर प्रति व्यक्ति हो जम्मा 500 रुपियाँ। र मेरो युट्युबमा चाहिँ बढी साथीहरूले कमेन्ट पनि गर्नुभएको थिएन, 3-4 जनाले कमेन्ट गर्नुभएको थियो। 2-3 जना मध्ये सुदूरपश्चिम भन्नुभएको थियो 2-3 जनाले, र 2-3 जनाले चाहिँ लुम्बिनी लायन्सले जित्छ भन्ने कुरा गर्नुभएको थियो। र तपाईँहरूलाई मैले देखाइहाल्छु। 1 नम्बरमा कमल विश्वकर्माले चाहिँ कमेन्ट गर्नुभएको थियो लुम्बिनी लायन्सले जित्छ, लुम्बिनी लायन्स भनेर चाहिँ लेख्नु भएको थियो भने चाहिँ 2 नम्बरमा चाहिँ राकेश भाइले चाहिँ कमेन्ट गरेको थियो भने 3 नम्बरमा चाहिँ रियान मगर। 3 जनाले चाहिँ जित्नु भएको, 3 जनाले चाहिँ मिलाउनु भएको छ, 3 जनाले प्रेडिक्सन गरेको चाहिँ मिलेको छ। र मैले चाहिँ यहाँनिर चाहिँ यसरी नाम लेखेर राखेको छु। चिट्ठा मार्फत उहाँहरूलाई मैले चाहिँ 500 रुपियाँ दिने जो कुरा गरेको थिएँ मैले उहाँहरूलाई मैले दिन्छु। र मैले यसरी चिट्ठा हेर्नुहोस् है साथीहरू, यसमा चाहिँ कुनै पनि छैन, फेर छैन। टक्क लगाएर मैले चाहिँ यसलाई चाहिँ गोलाबन्दी बनाएर चाहिँ चिट्ठा टिप्छु। जसको नाम पर्यो उसलाई नै यो 500 रुपियाँ हात पर्छ। तसर्थ तपाईँहरूले चाहिँ दुःख मन चाहिँ नगर्नु होला। जसको नाम आउँछ त्यसले नै जित्छ। तपाईँहरू हेर्दै गर्नुहोस् है त, भलक अलिकति लामो हुनसक्छ। म अब चाहिँ यो गरिहाल्छु। बराबर गराएर होइन। फेरि यहाँ साथीभाइहरूले फेरि अब यसले चाहिँ आफ्नो मान्छेलाई पारो भन्ने होला होइन। यहाँ 2 जना चाहिँ मैले चिनेकै मेरा छिमेकीहरू हुन् भने 1 जना चाहिँ मैले नचिने जस्तो नाम देखिरहेको छु। तर उहाँ चाहिँ ल साथीहरू मैले चाहिँ यसरी बनाएको छु है त। यसलाई चाहिँ मैले केमा राख्छु भनेदेखि चाहिँ एकछिन वेट गर्नुहोस् है त। ल मैले चाहिँ यी तीनवटालाई चाहिँ मैले चाहिँ यसमा यो डिब्बामा हाल्छु, यो डिब्बामा हाल्छु। हेर्नुहोस् है त, यो डिब्बामा हालेको छु। यसरी मैले तपाईँहरूको यसमा चाहिँ यहाँनिर राख्छु, अझ मोबाइल अलि टाढा राखेर होइन। यसलाई चाहिँ मैले यसरी यहाँ हेर्नुहोस् है, यो यहाँ छ है, यो यहाँ छ। यो 3 जनाको चिट्ठाको नाम मैले चाहिँ यसरी टिप्छु। मैले यता हेर्दैन होइन, यसरी ल हेर्नुहोस् है, देखिरहेको छ नि त्यता। म तपाईँहरू यसरी गरेँ ल, यतातिर केही पनि देख्दिनँ हो। ल मैले टिपेँ, जसको नाम आयो उसले नै 500 रुपियाँको चिट्ठा र 500 रुपियाँ रिचार्ज कार्ड मैले हाल्ने भए। हेर्नुहोस् है त, मैले चाहिँ चिट्ठा टिपिहालेँ। कसको नाम पर्छ र को चाहिँ भाग्यशाली व्यक्ति हो त। आजको चाहिँ नाम त 3 जनाले चाहिँ मिलाउनु भएको लुम्बिनी लायन्सले जित्छ भनेर, तर आजको कुन चाहिँ भाग्यशाली हो त अनि है त। मैले चाहिँ यता हेरिरहेको छैन। ल अर्को चाहिँ एकचोटि यस्तो गराएर यसरी हल्लाएर नाम टिपेँ मैले। ल योले तपाईँहरूकै अगाडि है त कसको नाम छ ल हेर्नुहोस्। ल बढाएछ राकेश घरती राकेश भाइलाई। ल राकेश भाइलाई चाहिँ बढाएछ ल है। 2 नम्बरको राकेश भाइले चाहिँ जित्यो है त। 500 रुपियाँ राकेश भाइले जित्यो। ल बढाएछ आज चाहिँ राकेश भाइलाई बढाइ छ। हेर्नुहोस् है, मैले चाहिँ केही कुनै गरेको छैन। यसमा चाहिँ यहाँ छ है 2वटा। यसलाई चाहिँ मैले चाहिँ यतातिर हेरेर यो चिट्ठा टिप्या हो। चिट्ठाको आधारमा चाहिँ राकेश भाइले चाहिँ 500 रुपियाँको चाहिँ विनर बनेको छ। ल कन्ट्याक्ट मी है त, कन्ट्याक्ट मी राइट नाउ।